नमस्ते साथीहरू, नेपाली दर्शकहरूको अत्याधिक रुचाइएको लोकप्रिय टेलिश्रृङ्खला कान्छीको भाग 317 हेरेपछि अब कथाले कस्तो मोड लेला भन्ने कौतूहलता उत्कर्षमा पुगेको छ। आफ्ना निर्दोष श्रीमान सागरलाई जेलबाट छुटाउन र अपराधीहरूको पर्दाफास गर्न कान्छीले खेलेको खतरनाक दाउ आखिर सफल भएको छ। आजको यस भिडियोमा हामी भाग 317मा भएका मुख्य घटनाहरूको विश्लेषण गर्दै आउँदो भाग 318मा के हुन सक्छ भन्ने रोमाञ्चक पूर्वानुमान गर्नेछौँ। भाग 317को सबैभन्दा ठुलो हाइलाइट नै कान्छीको अद्भुत साहस र बुद्धिमत्ता हो। शत्रुको कब्जामा रहेकी कान्छीले स्वागतको बहाना बनाएर मुख्य अपराधीलाई अत्याधिक रक्सी खुवाएर लट्ठ बनाइदिन्छन् र त्यसलाई पछाडिबाट गिलासले हानेर बेहोस बनाउँछिन्। त्यसपछि गुन्डाहरू सुतिरहेको र त्यो अपराधी बेहोस भएको मौका छोपेर आफ्नो हातमा ठुलो प्रमाण परिसकेपछि कान्छी त्यहाँबाट उम्कन सफल भएकी छिन्। गुन्डाहरूले पछि लखेटे पनि कान्छीले उनीहरूलाई छक्काएर सुरक्षित रूपमा भाग्न सफल हुन्छन्। अर्कोतर्फ सागर अझै पनि झुटा आरोपमा जेलभित्रै छन् र परिवारका सदस्यहरूले कान्छीले डिभोर्स दिएर छाडी भन्दै भ्रम फैलाउन खोजे पनि सागरको मनमा कान्छीप्रति अलिकति पनि शङ्का छैन। उनलाई दृढ विश्वास छ कि कान्छीले जे गरिरहेकी छिन् उनैको भलाइ र बच्चाका लागि गरिरहेकी छिन्। यता गाउँमा भने कान्छीका बुबाआमा छोरीको चिन्तामा छटपटाइरहेका छन् र कानुनी लडाइँको खर्च धान्न गहनासम्म बेच्नुपर्ने स्थिति सिर्जना भएको छ। अब कुरा गरौँ आज आउने भाग 318मा के घटना घट्ला भन्ने विषयमा। भाग 317को अन्तिममा कान्छीले आफू जसरी भए पनि प्रहरीसम्म पुगेर त्यो पापीलाई छोड्दिन भनेकी छिन्। त्यसैले भाग 318मा कान्छी सिधै प्रहरी चौकी पुगेर मुख्य भिलेनहरू विरुद्धका सम्पूर्ण भिडियो तथा अडियो प्रमाणहरू प्रहरीलाई बुझाउने प्रबल सम्भावना छ। अर्कोतिर कान्छी भागेको र ढोका बाहिरबाट ताला लगाइदिएको थाहा पाएपछि साउजी र उसका गुन्डाहरू छागाबाट खसेझै भएका छन्। त्यसैले उनीहरूले सहरभरि आफ्ना मान्छे परिचालन गर्नेछन्, तर प्रहरीले प्रमाण पाउने बित्तिकै उनीहरूको अखाडामा छापा मारेर मुख्य अपराधीलाई पक्राउ गर्ने निश्चित छ। यसरी कान्छीले बुझाएको प्रमाणको आधारमा अदालत र प्रहरीले सागरलाई निर्दोष साबित गरी जेलमुक्त गराउने छन् र कान्छीमाथि शङ्का गर्ने परिवार तथा आफन्तहरूका अगाडि उनको त्याग र वीरताको पर्दाफास हुनेछ। समग्रमा भन्नुपर्दा कान्छीको आज आउने भाग 318 एकदमै सस्पेन्स र नयाँ ट्विस्टले भरिपूर्ण हुनेछ। कान्छीले आफ्नो ज्यान जोखिममा राखेर ल्याएको प्रमाणले सागरलाई न्याय दिलाउला त वा भिलेनले फेरि कुनै चाल चल्ला? तपाईँहरूलाई के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा पक्कै लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।